हिजो भर्खर नेपाल आएको छोरालाई एउटा संस्कारी नेपाली केटी खोज्नुलाई भनेको छोरा नि कता गएछ त्यो खोज्नु पर्यो यार त्यसलाई। बेटा जोन, ओए बेटा जोन। छ्या आन्टी जोन दाइ उता लिन्डा खाली राख्नु छ कि कति हतार के तपाईको। जोन ब्रो, जोन ब्रो। माय गॉड, नेपालमा कस्तो गाह्रो हुने, बाहिर यस्तो बस्नु पर्ने, मलाई मन नपर्ने। ब्रो मेरो लागि टोयलेट पेपर ल्याइदेऊ न प्लिज 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 फास्ट। Oh no. छिटो गर न, समय गयो, टाइम गयो, थाहा छ तिमीलाई? हे मम्मी कस्तो मेरो ब्रेन खतम नगर्दिने क्या मम्मी, कस्तो टेन्सन हान्दिरा ब्रो। मलाई नेपाल खेल्न मन नपर्ने, मलाई मम्मीले धेरै खराब भने मम्मीलाई पनि ए हिँड्न छिटो, मलाई यस्तो संस्कारी केटी नेपालीको केटी चाहिन्छ क्या, त्यो बाहिर त्यसको मलाई चल्दैन। हिँड। कस्तो मम्मी मम हे ए छुनकाली ना के हो त? ये के हो त भन्दै हेर आई पियर वाला जोइ आउने नि घरबाट तामजा मिलाउन नै चटक्क चिटिक्क पाड्नु नै बाहिर क्या दिखाउँदिन भित्र घर भित्र आई गयो पर धुलो माग्न गएको छ ती विदेशी छोरा ती सेता रोटा खाँदा नि त हो त्यही बेकन। ओ अंकल के हो त तामजाम त आज धेरै छ त हो देखिएको तामजाम मुन्द छ पियर वाला आउने पियर वाला मेरो छोरी हेर्न यहाँ गाउँभरि कसैको छोरी राम्रो भएर आउँदा मेरै छोरी राम्री छ तिमीहरूको त के कुरा गर्ने कहाँ पर पहिलो गइकन फेरि आयो भन्दियो तेरी छोरी ज्ञान मेरो छोरी आउँदैछन् तामजाम ओ पर आइयो क्या पत्ती हुन्न हिँडौँ पर हो दया हेरेर गोरो गोरो चस्मा त 1 करोडकैको जो हो त। अरे हन बुढा मैले जन्माउँदाखेरि राम्रो राम्रो खायो त्यही बेकन हामी भयो। मैले पनि खाएँ अरे आफूले खाएको छैन कति मैले त झुन महँगा महँगा खाएको छु क्या भन्ने अब अहिले खाजो देखिँदैन मैले पाएन तैँले पायो है अब दुवैजना हो ठिकै छ पाउँदैन त्यही कारण त्यस्तै हो त्यो ए जा बुढो गर्नै जा ए हेर न कस्तो जोइ आउँदो रहेछ तिम्रो उतै छोरीदेखि। मम आई डोन्ट लाइक नेपाली आई डोन्ट लाइक भनेर हुँदैन नि त बाबु, मलाई नेपाली केटी नेपाली बुहारी चाहियो नि त, तँलाई मात्र भनेर हुँदैन नि त। मम्मी आई डोन्ट लाइक नेपाली गर्ल्स यु नो मम लाइक भनेर हुँदैन नि त बाबु, म नेपाली बुहारी हो, मलाई नेपाली बुहारी चाहिँदैन त, नेपालीको छोरा विदेश मात्रै त बस्या होस् त, त्यही भएर नेपाली बुहारी चाहिन्छ हस् बाबु। ओके ओके मम ओके मम ओके। हेलो Oh, नमस्कार। Oh my God. What is this, mom? He's bigger, maybe? तँलाई मुला बेगर होइन कि हुनलाई सम्झी मेरो भाइ यो तेरो ससुरो तेरो भाइ। बस्नुस् तपाईहरुको लागि यति स्वागत गरेको छु बस्नुस्। बस ए बाबु ल जा हाम्रो पर्सनल म्याटर हो त बाहिर गइहाल्छ। ओहो हेर्दाखेरि झै त पियरला राम्रा हुन् तर यो चस्मा लगाएन कहिले आँखा फुटिएछन् कि यो त हुँदैन हेर चस्मा लगाएन सुन्दिनी एकछिन खोलो लगाइदिनु पर्यो। त्यस्तो होइन के सम्झी मेरो भाइ, बुझ्नुस् न तपाईँ नि मेरो छोरोले 3 करोडको चस्मा लगाओ के यो सुत्ने बेला नि लगाइराख्छ कि विदेशमा, त्यही भएर बुझ न सम्झी मेरो भाइ। मम्स मलाई ससुरा मन नपर्ने, मलाई ससुराको फेस मन नपर्ने। What is this mom? हैन के बड्ड आजकल जमाना जाते त्यस्तै हुँदैन पैसा आएको भइगयो त यति गड्डी दिँदा खानु के थाहा त देऊ म त्यही होला। त कहाँ ससुरासँग बिहा गर्ने होस् त छोरा, त ससुराको छोरीसँग बिहा गर्ने होस्। ओके 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 बुझ्न मेरो छोरा। या ल सम्झी मेरो भाइ छोरी ल्याउनुस् न त हेरौँ। छोरी छुम्काली यता आऊ त तिम्रो लागि पियर वाला जय आछन् छिटो आऊ त दे जय साहब हाम्रो कुरा बुझ्दैनन् के पो भने गडङ गडङ हितान अब मेरो छोरी इंग्लिश राम्रो गरिकन बुझिदियो बोल्न पनि जान्दियो मैले सरकारी बोर्डिङ ब्याचलरसम्म पढाए हौ पहिला आफै बोल्यो इंग्लिश हामी त जान्दैनौँ यो जय के पो भुन्दानु हितो होला यो बुझ्दैन के हाम्रो थाहा साथी। ओके म क्या भन्दा हौ क्या खोरो फुट्यो बोले वन्द झारो त लिन खाला गयो मेरा बाबै I don't like सम्झी मेरो भाइ यस्तो नगरम न मेरो छोराको करोडको ज्याकेट च्याटियो। देखो अघि त पियर वाली ज्वाइँले उच अघि त खुब छोरी राम्री सामान थियो त अहिले त गयो पियर वाला ठिक्क भयो अब त महिला जान्छु जस्तो छ उता छोरीलाई भिडाउन खोलो त हान्नु हुने
यो सरकारी बोर्डिङ पर ब्याचलर हम पढाइकन पर त्यही ठाउँ बोल्दाखेरि आयो विदेशी हात्ती सत्यनाश गरी यता डर यति मोटा पैसा ल्याएर खाइ पनि त्यो खा अब गइगयो त पुरो बा मैले त बोलिया त त यही त इंग्लिश त्यो छोराले बुझेन त म क्या गरौँ फेरि यस्तै बोल्थ्यो बोल्नलाई त कन ब्याचलरसम्म पढायो त कन रोग न अब गाई गोठालो ल्याइकन त कन त्यहाँदेखि बिहा गरिदिने हो रोग